पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किए। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायतले गरे विमानस्थलको मुख्यद्वारमा स्वागत गर्ने र्यालीमा योगी आदित्यनाथको तस्बिर पनि प्रयोग। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा 14,500 समर्थक सड़कमा उत्रिएको प्रहरीको अनुमान। सवारी आवत प्रभावित, नागरिकलाई शास्ति, समर्थकले गरे प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध नाराबाजी। देशलाई फेरि पछाडि फर्काउने प्रयास देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप। पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाउँदै भने मनैदेखि जनतालाई टुक्र्याउने कोशिश भइरहेको छ। आफू प्रधानमन्त्री भएको समयमा मुलुकमा विकासले गतिलिएको प्रधानमन्त्री केपी शर्मा ओलीको दावी। दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालयहरूको महत्वपूर्ण भूमिका रहने विश्वास। आगामी आर्थिक वर्ष 2082-83 को बजेटका लागि 3 करोड़ रूपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्री विष्णु पौडेलको आग्रह। भन्छन् असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउनुहोस्। एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आरोप। हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई मधेसाकरण अभियानले जनतामा माओवादी प्रतिको विश्वास अझै प्रगाढ बनाएको विश्वास। शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्रको भनाई। शिक्षकहरूको माग पूरा गर्न सरकार सक्रिय हुनुपर्नेमा जोड। सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी साक्यको भनाई। सामन्ती अवशेष अन्त्य गर्न वैचारिक संघर्ष जरूरी रहेको जिकिर। राज्यको विभिन्न निकायमा महिलाको संख्यात्मक सहभागिता उल्लेख वृद्धि भएको राष्ट्रिय सभामा नेपाली कंग्रेसकी सांसद कमला पन्तको भनाई। सहभागिताको हिसाबले महिलाको संख्या वृद्धि भएको देखाए पनि अर्थपूर्ण सहभागितामा धेरै कमजोरी रहेको गुनासो। राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले लगाए पूर्व राजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप। विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरेको उल्लेख। राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरू राजा फर्काउने काममा लागेको भन्दै असन्तुष्टि व्यक्त गरे। मुलुकमा राजनीतिक स्थायित्वको लागि कंग्रेस एमालेको सरकार गठन भएको उप प्रधानमन्त्री प्रकाश मानसिंहको भनाई। मुलुकको विकास, निर्माण र स्थायित्वका लागि वर्तमान सरकार क्रियाशील रहेको दावी। सिप अनुसारको रोजगारी सृजना गर्न आवश्यक रहेको नेपाली कंग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाको भनाई। नेपालमा युवा जनशक्तिलाई सिप प्रदान गर्नुपर्ने वा सिप अनुसारको रोजगारी सृजना गर्नुपर्नेमा जोड। जनसरोकारका विषयलाई राजनीतिक दलहरूले साझा विषय बनाउनु पर्नेमा नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जोड। रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हुनुपर्ने र यसको नेतृत्व कंग्रेसले गर्नुपर्ने सुझाव। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुझाए ऊर्जा मन्त्रालयलाई 18 पृष्ठको स्पष्टीकरण। भन्छन् मलाई कारबाही गर्न आवश्यक छैन। राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको नेकपा एकीकृत समाजवादी नेकपा एसकी सांसद जयन्ती देवी राईको टिप्पणी। भन्छन् यति बेला फेरि प्रतिगामी तत्त्वहरू कुर्लिँदैछन् र संविधान उल्लङ्घन गर्न खोजिरहेका छन्। समाजवाद उन्मुख देशहरूमा औद्योगिक विकास हुँदै गए पनि नेपालमा दात्री देशहरूले बनाइदिएका उद्योगहरू धमाधम बन्द हुन थालेको राष्ट्रिय सभा सदस्य भूमादेवी तिमसेनाको भनाई। सरकारले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छाडेको आरोप। नेपाल भारतको सम्बन्धको स्थान अरू कसैले लिन नसक्ने जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको भनाई। नेपाल भारत बीचमा रहेको यो सम्बन्ध कसैले खोज्न नसक्ने दावी। नेकपा माओवादी केन्द्रका सांसद सुरेश आलेमकरले गराई राजतन्त्रको नाममा भइराखेको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण। गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ख्याल गर्न सुझाव। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा सबै परिवर्तनकारी शक्तिलाई कार्यगत एकताको प्रस्ताव। लोकतन्त्रवादी र गणतान्त्रिक शक्तिहरू बीचको एकबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरङ्कुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुने दावी। राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन संसदमा पेश। आगामी चैत्र 4 गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित। सर्वोच्च अदालतले वित्तीय क्षेत्रमा श्रम ऐन लागू नहुने भनेर गरेको निर्णयप्रति नेपाल ट्रेड युनियन कंग्रेसको आपत्ति। सर्वोच्चले गरेको फैसला सच्याएर संशोधन गर्नुपर्ने माग।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिद्वारा कमल पन्थी, डाक्टर कृष्ण प्रसाद अधिकारी र डाक्टर रघुराज काफ्लेको नाम सिफारिस। अब बस्ने मन्त्री परिषदको बैठकले स्वास्थ्यको यो प्रस्तावलाई निर्णय गर्ने सम्भावना। अमेरिकाबाट फर्काइएका नेपालीको संख्या 38 पुग्यो। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा चुनिएपछि गैर कानूनी रूपमा अमेरिकामा बसोबास गर्दै आएकाहरू धमाधम रिपोर्ट हुन थाले। अमेरिकी सहयोगमा सञ्चालित दर्जनौं परियोजनाको भविष्य नै अन्योलग्रस्त बन्यो। 90 दिनका लागि अमेरिकी सरकारले एमसीसी, यूएसएड जस्ता परियोजनाको बजेट रोकेसँगै अहिले सञ्चालित आयोजनाको काम पूर्ण रूपमा अवरुद्ध। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा 5 जनाको मृत्यु। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्दै। पृथ्वी राजमार्ग अन्तर्गत तनहुमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य बालकृष्ण पौडेलको मृत्यु। गोविन्द हात्तीको आक्रमणबाट चितवनमा 1 जनाको ज्यान गयो। पूर्व राजा ज्ञानेन्द्र शाहको भान्जा हुँ भनेर 1 करोड़ 27 लाख ठगी अनुप सिंहसहित गिरोह नै पक्राउ परेको प्रहरीद्वारा जानकारी। काठमाडौँको टेको स्थित ढलभित्र छिरेका युवकको प्रहरीले गरे उद्धार। युवकको मानसिक सन्तुलन पनि ठिक नभएको आशंका। घटनाको थप अनुसन्धान हुँदै। दार्जीलिङ घुम्न भन्दै भारतको पुणे पुर्याएर नेपाली महिला बिक्री। आरोपित 2 जना पक्राउ पर्नेमा 32 वर्षका मानबहादुर तामाङ र 24 वर्षका ठोकर भनिने सानी बहादुर तामाङ। हेटौडाका 3वटा ओटामा फैलिएको अफ्रिकन स्वाइन फिभर नियन्त्रणमा आयो। 1000 कुकुर तथा बिरालोमा रेबिस विरुद्धको खोप लगाइयो। सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा तारा एयरको नियमित उडान बन्द। सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवत-जावत गर्न बाँकेको नेपालगञ्ज विमानस्थलकै भर पर्नुपर्ने बाध्यता। वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेको आरोपमा 2 जना पक्राउ पर्नेमा 21 वर्षका शालिग्राम बानिया र 31 वर्षका एलिना कुली रहेको प्रहरीद्वारा जानकारी। कोशी र लुम्बिनी प्रदेशसहित उच्च पहाडी तथा हिमाली भेगका 1-2 ठाउँमा छिटपुट वर्षा। केही दिनदेखि देशभर चिसो बढेको महसुस। काठमाडौँ विश्वको 6औं प्रदूषित शहर बन्यो। नेपाली बजारमा हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य बढ्यो। तोलाको 1,70,300 रुपियाँमा कारोबार। नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतका लागि 10 जनाको आवेदन। शेयर बजार आइतबार उच्च अङ्कले घट्यो। 10 अर्ब 9 करोड़ रुपियाँको कारोबार। पोखराबाट काठमाडौँ आएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा जुटेका राजावादीको प्रदर्शनलाई माग्ने राजा चलचित्रमा हेर्न पाइने। एयरपोर्टदेखि महाराजगञ्जसम्मका दृश्य खिचियो। कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण आइतबारदेखि शुरू। 26 करोड़को छायाङ्कन गर्ने सहमति। क्रिकेटको विकासका लागि 7वटै प्रदेशमा रंगशाला निर्माण आवश्यक रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको भनाई। क्रिकेटको विकासमा निजी क्षेत्रको पनि भूमिका रहने उल्लेख। वुमेन्स डे कप T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी। युगाण्डा 1 विकेटले पराजित। नेपालले आज हङकङसँग खेल्ने। फागुन 28 गते नामिबियासँग खेल्ने। 29 गते युगाण्डासँग र 30 गते हङकङसँग खेल्ने कार्यतालिका। गाजा सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई मुक्त इजरायली बन्धकको आग्रह। पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउने इजरायलको चाहना। दोस्रो चरणमा प्रवेश हुनुपर्नेमा हमासको जोड। सिरियामा 2 दिनको झडप र लगत्तैको प्रतिशोधपूर्ण घटनामा 1000 जनाभन्दा धेरैको ज्यान गयो। सिरियाली सुरक्षा बल र सत्ताच्युत राष्ट्रपति बशर अल असदका समर्थक बीच झडप। चीनले वृद्धको हेरचाह र सामाजिक सहायतामा एआईको प्रयोग गर्ने। श्रम शक्ति खुम्चिँदै जाँदा भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोग महत्वपूर्ण मानियो। र तालिबानबाट भागेर उच्च शिक्षाका लागि ओमान पुगेका 80 जनाभन्दा धेरै अफगानी महिला समस्यामा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहायता रोकेपछि आफूहरू स्वदेश फर्कनु पर्ने अवस्था आएको गुनासो।